procedure to find limit. Write down. Procedure to find limit in case of indeterminate form. ल भाइ बहिनी अहिलेसम्म के छ भन्दाखेरि इन्डिटर्मिनेट फर्म जब मिनिङलेस फर्म छ भने पनि त्यसलाई मिनिङफुल कसरी बनाउने भन्ने कुरो क्या लिमिटले अर्को काम के गर्दो रहेछ भन्दाखेरि त प्रोसिड्युर टु फाइन्ड लिमिट इन केस अफ इन्डिटर्मिनेट फर्म त्यसो भने इन्डिटर्मिनेट फर्म भयो भने त्यसलाई मिनिङफुल कसरी बनाउने त्यही प्रोसेसको बारेमा हामी गर्छौँ पहिलो मिनिङलेस फर्म हामीले के पढेको थियौँ भन्नु सबैले यस 0/0 फर्म पहिले यसको बारेमा बुझौँ इफ यु पुट द कन्स्ट्यान्ट भ्यालु अन अ फंक्शन इन अ फंक्शन देन यु गेट इफ यु गेट 0/0 if the function takes the form यहाँबाट बुझ्नु पर्यो है फंक्शन takes the form 0/0 भयो 0/0 भयो भने हामीले चाहिँ 3-4 वटा प्रोसिड्युर अपनाउनु पर्ने हुन्छ फलो गर्नुपर्ने हुन्छ त्यसको लागि के पर्न सक्छ भन्दाखेरि कमन तान्नु पर्ने हुन सक्छ के कमन तान्नु पर्ने हुन्छ त्यसैगरी फ्याक्टराइज गर्नुपर्ने हुन्छ त्यसैगरी र्यासनलाइज गर्नुपर्ने हुन्छ अथवा युजिङ फर्मुलाको रूपमा यसलाई युजिङ फर्मुला पनि भन्न सकिन्छ युजिङ फर्मुला यति मध्येबाट यी 4 वटा मध्ये कुन प्रयोग गर्ने हो भन्ने आफूलाई थाहा पाउनु पर्यो है जब 0/0 फर्म आउँछ 4 वटा मध्ये कुन फर्मुला कुन टर्म युज गर्दा चाहिँ सजिलो हुन्छ भन्ने त हामीले पहिले त्यो ख्याल गर्नु पर्यो अनि त्यसपछि के गर्नु पर्यो यही अनुसारको प्रोसिड्युर अगाडि बढ्नु पर्यो अनि एन्ड देन क्यान्सल एन्ड पुट द लिमिटिङ त्यसपछि अर्को प्रोसिड्युरमा के हुनेछ एन्ड देन त्यसपछि क्यान्सल एन्ड देन क्यान्सल एन्ड अर्कोमा चाहिँ हामीले पुट द भ्यालु पुट द कन्स्ट्यान्ट भ्यालु put the constant value यति गरिसकेपछि हामी मिनिङफुल भ्यालु पाउनेछौँ जस्तो एउटा इक्जाम्पल दिउँ लिमिट x टेन्ड्स टु 4 x³ - 64 का मुनि x - 4 जब 0/0 फर्म भयो भने हेरौँ त ल अब 0/0 भयो कि भएन कसरी थाहा पाउने इफ द फंक्शन टेक्स द फर्म भने नि यदि यो 4 राख त यहाँ भाइ बहिनी यो फंक्शनमा राख्दै त फंक्शन हो नि त यो पार्ट भनेको के हो र त फंक्शन हो लो 4 राख त x को भ्यालु 4 राख त 4³ भनेको कति भाइ बहिनी 64 - 64 कति हो नानी 0 तल 4 राख त 4 - 4 0/0 फर्म 0/0 फर्म भयो अब यो 4 वटा मध्ये कुन प्रयोग गर्न सक्छ होला अथवा फ्याक्टराइज भनौँ कमन फर्मुला भनौँ उस्तै टर्म हो ल भन त फ्याक्टराइज गर्नु होइन त जस्तो हेर त लिमिट x टेन्ड्स टु 4 aq - bq को फर्मुला भन्नु त भाइ बहिनी a minus b a square plus ab कति ab भनेको 4x plus b square a minus b a square plus ab plus b square भनेको 16 हो के होइन भन त by x minus 4 a square plus ab plus b square अनि त्यसबाट हेर्दै के लेख्छ भाइ बहिनी यो मध्ये कुन प्रयोग अथवा फर्मुला अथवा फ्याक्टराइज मध्ये एउटा प्रयोग गरियो हैन एन्ड देन क्यान्सल के गर्ने रे भाइ बहिनी किन क्यान्सल गर्ने भने तलको टर्म त 0 हट्दै नहट्ने भयो नि त हेर त तलको टर्म के नहट्ने भयो 0 पनि हटाउनु पर्यो नि त मिनिङफुल बनाउनको लागि 0 किन
जब इन्फिनिटी आउँछ लिमिट डज नट एक्जिस्ट। किन? लिमिट भनेको त एउटा मिनिङफुल नम्बर पनि हो नि त। लिमिट भनेको लिमिटिङ भ्यालु भनेको त एउटा मिनिङफुल नम्बर हो। जब इन्फिनिटी आउँछ नि त्यहाँ लिमिट एक्जिस्ट गर्दैन। किन हो भन्ने लाग्छ भने भाइ बहिनी तिमीलाई बुझ्नुपर्ने कुरा लिमिट एक्जिस्ट हुन पछाडिको च्याप्टरमा आउँछ। राइट ह्यान्ड लिमिट र लेफ्ट ह्यान्ड लिमिट। हिजो मैले x टेन्स टु 1 लेफ्ट ह्यान्ड र राइट ह्यान्डतिरबाट बुझाएको थिएँ कि थिइनँ? राइट र लेफ्टबाट एउटै भ्यालु आउनुपर्छ क्या, त्यतिखेर मात्रै लिमिट एक्जिस्ट हुन्छ। ल हेर त त्यसो भने के भयो भाइ बहिनी? यो क्यान्सल भयो। अब यो कन्स्ट्यान्ट भ्यालु लगेर राखिदिने। यो राख त, यसको भ्यालु 4 राखिदियो त। 4 स्क्वायर प्लस 4 इन्टु 4 प्लस 16 कति? 48। यही नै के हो त भाइ बहिनी? लिमिट अथवा लिमिटिङ भ्यालु पनि भनिन्छ। तिमीलाई मैले वाट इज लिमिटिङ भ्यालु भनेर पनि सोधेको छ है। त्यसको एन्सर यसरी यु क्यान गेट र भनिसक्यौँ। अब अर्को इन्डिटरमिनेट केस के थियो भन त? इन्फिनिटी बाई इन्फिनिटी फर्म। ल इन्फिनिटी बाई इन्फिनिटी फर्म भयो भने के गर्ने? इफ द फंक्शन टेक्स द फर्म इन्फिनिटी बाई इन्फिनिटी, फंक्शनले चाहिँ इन्फिनिटी बाई इन्फिनिटी फर्म प्राप्त गर्यो भने के गर्ने? यसमा चाहिँ के गर्ने भने नि भाइ बहिनी, टेकिङ द हाइएस्ट, लेखौँ, टेकिङ द हाइएस्ट पावर अफ x from the numerator and denominator, numerator and denominator, and then cancel and put the constant value. ल यदि फंक्शनले चाहिँ इन्फिनिटी बाई इन्फिनिटी फर्म टेक्स गर्यो भने हाइएस्ट पावर अफ x चाहिँ न्युमरेटर डिनोमिनेटरबाट के गर्ने? हाइएस्ट पावर अफ x कमन तान्ने हो त। यसको अर्थ कमन तान्ने, त्यसबाट क्यान्सल गर्ने र अर्को त्यसबाट के गर्ने? पुट द कन्स्ट्यान्ट भ्यालु। जस्तो एउटा इक्जाम्पल हेरौँ न। लिमिट limit x tends to infinity x cubed plus 5x square plus 6x1। त्यसै गरी 5x cubed minus 7x square plus 8x1। अब हेर भाइ बहिनी, जब x को भ्यालु x टेन्स टु इन्फिनिटी राख्दा फंक्शनले कस्तो भ्यालु दिन्छ होला? इन्फिनिटी को क्यूब के हुन्छ? इन्फिनिटी 5 इन्टु इन्फिनिटी स्क्वायर 5 इन्फिनिटी 6 इन्टु इन्फिनिटी माथि के आयो भाइ बहिनी? तल के आउँदैछ हेर त। ल इन्फिनिटी राख्दाखेरि इन्फिनिटीलाई 5 ले मल्टिप्लाई गरे के हुन्छ? आफैमा असीमित छ अनि त्यसलाई 5 ले अझ 5 ले मल्टिप्लाई गर्दा के हुन्छ? इन्फिनिटी बाई इन्फिनिटी। ल यहाँ हेर भाइ बहिनी, अब हाइएस्ट पावर यहाँ माथिको हाइएस्ट पावर कति छ भन्नु त सबले? x क्यूब हो। ल x क्यूब कमन तान्नु त कमन 1 प्लस के हुन्छ भन त? ल x क्यूब तान्दाखेरि 5 बाई x हो कि होइन हो? 5x क्यूब बाई x भनेको त x स्क्वायर हुन्छ नि त, प्लस 6 बाई x स्क्वायर। तल पनि हेर त। ल यसलाई पनि x क्यूब बनाइदिउँ न अहिले। ल 5x क्यूब नै बनाइदिएँ मैले, तिमीहरू लेख्नै खोजेको त्यही हो चाहिँ x क्यूब। ल 5 माइनस 7 बाई x प्लस 8 बाई x स्क्वायर। यति बुझ्छौ भाइ पनि कमन तानेको? न्युमरेटर डिनोमिनेटरबाट x क्यूब कमन तानेको। अब हेर त्यस पछाडि के गर्ने भनेको छ अरे? एन्ड देन क्यान्सल भनिरहेछ नि होइन?
यसलाई क्यान्सल गरिदिउँ। अब हामीले कन्टेन्ट इन्फिनिटी राख्दैन, नम्बर बाई इन्फिनिटी के हुन्छ भाइ बहिनी? के हुन्छ भन्नु त ल, यहाँ हेर्नु ल, 1 + 5 बाई इन्फिनिटी प्लस 6 बाई इन्फिनिटी, अर्को के छ 5 - 7 बाई इन्फिनिटी प्लस 8 बाई इन्फिनिटी। भाइ बहिनी नम्बर बाई इन्फिनिटी के हुन्छ भनेको थियो? 0। यस, त्यसो भने कति भयो भाइ बहिनी? 1 + 0 + 0 बाई 5 - 0 + 0 कति रहेछ एन्सर? हेर त, मिनिङलेसलाई पनि मिनिङलेसबाट कस्तो भेल्यु पाइयो हामीले? मिनिङफुल नम्बर। लिमिटले कस्तो काम गर्दो रहेछ भन्ने कुरा। फेरि हामी मिनिङलेस फर्मकै अथवा इन्डिटरमिनेट फर्मकै इन्फिनिटी माइनस इन्फिनिटी फर्मको बारेमा पढ्न गइरहेको छौँ। सिम्पली रूपमा तिमीलाई 3टा फर्महरू मध्येबाट एक्जाममा आउने हो। एउटा 0/0 फर्म, अर्को इन्फिनिटी बाई इन्फिनिटी र अर्को त्यसै गरी इन्फिनिटी माइनस इन्फिनिटी फर्म मध्येबाट एउटा क्वेसन एक्जाममा आउने हो है। इन्फिनिटी माइनस इन्फिनिटी फर्म जस्तो एउटा एक्जाम्पल दिउँ, लिमिट x टेन्ड्स टु इन्फिनिटी √x माइनस √x माइनस 3। ल यो खालको हेरौँ ल भाइ बहिनी, यहाँ है यो क्वेसन भयो है। इन्फिनिटी माइनस इन्फिनिटी कसरी भयो? रुट इन्फिनिटी भन्ने कस्तो दिन्छ भाइलो? इन्फिनिटी माइनस, हेर इन्फिनिटी माइनस के भयो है, इन्फिनिटी माइनस 3 इन्फिनिटी। इन्फिनिटी म चाहिँ कसरी पनि बुझ्छु भने इन्फिनिटी भनेको महासागर हो क्या। महासागरबाट 3 बाल्टी पानी घटाऊ के आउँछ भन त ल? के खोला बन्छ? महासागरै कति हो भने थाहा छैन। महासागरबाट 3 बाल्टी पानी के हुन्छ भन त? खोला बन्ने हो त 3 बाल्टी पानी निकाल्दा महासागरबाट? महासागरै हो, महासागरै रहन्छ। इन्फिनिटी माइनस इन्फिनिटी फर्म। ल भाइ बहिनी सुन, इन्फिनिटी माइनस इन्फिनिटी फर्म भयो भने मोस्ट अफ द केसमा वी अलवेज रेसनलाइज द गिभन फङ्सन। जहिले रेसनलाइज गर्छौँ, मोस्ट अफ द केसमा हामी जहिले जसो रेसनलाइज गर्छौँ। तर कहिले कहिले कतिपयवटा बुकमा चाहिँ कमन तानिरहेको पनि हुन्छ है। कमन तानिरहेको हुन्छ, कमन तान्ने पर्ने ठाउँ छ भने कमन पनि तान्ने होइन भने जहिले के गर्ने? रेसनलाइज। किनभने लगभग यो रुटमै आउँछ क्या यो क्वेसन चाहिँ। रुट इन्फिनिटी माइनस मोस्ट अफ द केसमा त रुटमै आइरहेको हुन्छ। रुटमा आउँदाखेरि चाहिँ रुटलाई हटाउनु पऱ्यो नि त। रुटलाई हटाउन के गर्ने? रेसनलाइज गर्ने। के गर्ने अरे भाइ बहिनी? मैले केही पनि लेखिनँ। हामीले मोस्ट अफ द केसमा चाहिँ वी रेसनलाइज द गिभन फङ्सन। के गर्ने अरे? यदि फङ्सन टेक्स द फर्म इन्फिनिटी माइनस इन्फिनिटी फर्म छ भने जहिले के गर्ने अरे? रेसनलाइज द गिभन फङ्सन। गिभन फङ्सनलाई जहिले रेसनलाइज गरिदिने। ल त, लिमिट x टेन्ड्स टु इन्फिनिटी ए भाइ बहिनी माइनस छ भने त्यसको रेसनलाइज गर्दा के हुन्छ भनौँ न? भेरी गुड x माइनस 3 का मुनि x प्लस x माइनस 3। हेर त, माइनस छ भने यो बिचमा माइनस, यहाँको माइनस हेरिँदैन। यहाँ माइनस हो कि प्लस मतलब छैन, यो बिचमा √x माइनस यो माइनस छ नि, माइनस छ भने प्लसले तल माथिबाट एउटा ख्याल गर्नु। अनि प्लसमा एउटै टर्म छ भने काट्दा 1 पनि त हुन्छ नि त। केही अर्थ रह्यो त? कुनै नयाँ टर्म थपेको होइन नि त। यसले नयाँ टर्म माथि थप्यो भने तल पनि त्यही टर्म राख्यो क्या। त्यही भएर यसलाई नि क्यान्सल गर्ने भने 1 त हो नि त। र किन त्यसरी गरिँदैछ भन्दाखेरि माइनस यो रुटलाई हटाउनको लागि यसो गरेको आइदिने। हामीले के गर्दैछौँ अरे? रुटलाई हटाउनको लागि। ल ए भाइ बहिनी, अर्को बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि जसले रेसनलाइज गरेपछि a² माइनस b² को फर्मुला लाग्छ है। किन? a प्लस b को ठाउँमा अर्को ठाउँमा के त a माइनस b लेखिएको हुन्छ नि, त्यतिखेर जहिले के फर्मुला आउँछ अरे? a² माइनस b। अनि रुटलाई स्क्वायर गर्यो भने रुट हट्छ कि हट्दैन भाइ बहिनी? हट्छ। त्यही भएर रुटलाई हटाउनका लागि चाहिँ हामीले रेसनलाइज गर्छौँ। ल त कति भयो त? a माइनस b, यसलाई a मानौ, यसलाई b मानौ, यसलाई a मानौ, यसलाई b मानौ। a माइनस b, a प्लस b। टेल मी व्हाट इज द वैल्यू? x माइनस b। यहाँ मिस्टेक गर्छौ है बारम्बार तिमीले। के मिस्टेक गर्छौ? a स्क्वायर √x को स्क्वायर त बुझ्छौ नि सबैले। √x को
स्क्वायर रुटमा आफैमा के छ x को पावर 1/2 अनि यो 2 2 काटेर कति भयो भाइ बहिनी x a माइनस b स्क्वायर भने सबैको लागि हो नि त यो माइनस सबैको लागि हैन हो ल भाइ रुट अन्डर x प्लस रुट अन्डर x माइनस 3 माथि सिम्प्लिफाई गरिदेऊ कति भयो x माइनस x प्लस 3 का मुनि x प्लस रुट अन्डर x माइनस हेर्नु भाइ बहिनी अब अरु बेला के त यो हामीले कन्स्ट्यान्ट भ्यालुको रूपमा प्रयोग गर्छौं नि अब हेरौँ त्यसो भने 3 का मुनि हेर त रुट अन्डर इन्फिनिटी भनेको कति भाइ बहिनी इन्फिनिटी प्लस इन्फिनिटी माइनस 3 कति नानी इन्फिनिटी प्लस इन्फिनिटी चाहिँ मिनिङलेस फर्म हैन इन्फिनिटी हो है भाइ बहिनी के रे यो इन्फिनिटी हेर्नु नम्बर बाइ इन्फिनिटी भनेको कति रहेछ 0 यहाँबाट के थाहा पाइयो भने हेर त मिनिङलेस इन्फिनिटी माइनस इन्फिनिटी फर्म हुँदा पनि त्यसलाई हामीले मिनिङलेसलाई मिनिङफुल बनाउन सक्यौं